15 रुपियाँमा त नानीहरूको लागि त्यति त है दामी हो नि ट्रेन आउँदै रहेछ यहाँ चाहिँ बोटिङ पनि गर्न सक्नुहुन्छ तपाईहरुले। हेलो नमस्ते तपाईहरु सबैजनालाई मेरो न्यू डे न्यू ब्लगमा तपाईहरुलाई स्वागत छ है। र आज चाहिँ मेरो छुट्टी छ, त्यो भएर हामी घुम्न जाँदैछौँ है। कता कता जान्छौँ है, हामी के गर्छौँ है तपाईहरुलाई पनि देखाउँछु। सो यो भिडियो लास्टसम्म हेरिदिनुस् होला। हामी निस्किन आँटेको अन्त आजको आउटफिट यस्तो छ। ला सरी अहिले चाहिँ हामी यहाँ सूर्यसेन पार्क आइसकेको छौँ। अन्त मोमो किन्दैछौँ हामी चाहिँ। झालमुरी पनि भित्र लगेर खानुको लागि बनाइमाग्दैछौँ वाइ हालेर। हामी चाहिँ भित्र आइसकेको छौँ, टिकट दिएर पनि त्यहाँ गार्डलाई है। यस्तो छ, यहाँनिर आउनुभयो भने चाहिँ राम्रो छ। 15 रुपिसमा डिफ्रेन्ट भएछ है। 15 रुपिसमा वर्डिट छ कि छैन भन्दा लु है। यहाँ आउनुभयो भने चाहिँ मजाले बाहिरको आउटसाइड फुडहरू लिएर पनि खानु सक्नुहुन्छ है। भित्रको इन्ट्री फिस चाहिँ 15 रुपिस मात्रै हो। अन्त यहाँनिर यो पार्क कस्तो छ भनेर म तपाईहरुलाई देखाउँछु पनि हो। अहिले चाहिँ पुरा भिड रहेछ। यहाँ चाहिँ छोटा भीम पनि छ, यहाँ देखाइदिन। ए यहाँ चाहिँ छोटा भीम पनि रहेछ है। पुरा भिड छ आज हामी अब है। यस्तो राम्रो छ 15 रुपिसमा, त्यो पनि आउटसाइड फुडहरू पनि एलाउड छ हो। सरप्राइज बर्थडेहरू है त्यस्तोहरू पिकनिकहरूमा पनि, नभए त अरू जग्गा एलाउड हुँदैन नि त। दामी छ घुम्ने जग्गा पनि। कस्तो मजाले फुलिरहेको छैन उपर वाइट कलरको फुल। खुसबु 15 रुपियाँमा त नानीहरूको लागि त्यति त है दामी हो नि। 15 रुपियाँमा त यतिको त पनि यहाँ है। नानी नै भइदिएको है यति बेला। हामीले त सानोमा यस्तोहरू देखेन पनि आयो है। दोरीको पिङ पनि वर्षमा एकपल्ट बनाइदिन्थ्यो आयो है दिवालीहरूको टाइममा। के अरे फेरि यसको चाहिँ कसरी बाँधेको थिएछ हौ, कसरी बाँधेको थिएस? के देख्न सक्नुहुन्छ। यहाँ चाहिँ कागहरू पनि छ। सुगा ए के पो डक हाँसहरू पनि छ। यहाँ चाहिँ यहाँ बोटिङ पनि गर्न सक्नुहुन्छ तपाईहरुले आउनुभयो भने। तर अहिले चाहिँ अलिक मैला रहेछ हौ है, पानी छैन रहेछ। अस्ति हामी आउँदा थिएन है। मजा आइरहेको होला नानीहरूलाई चाहिँ खेल्नु। कस्तो मजाको छ साँच्चै त। हामीलाई चाहिँ एकदम पहिलाको याद आयो हाम्रो। अहिले चाहिँ हामी पुगेर पनि यहाँनिर बल्ल जग्गा खोजेर बसिरहेको छौँ। आज त है ओइ सन्डे परेर पनि होला एकदम भिड छ यहाँ चाहिँ, एकदम भिड छ यहाँ। अब स्कुलहरूको पनि छुट्टी हुन्छ, फेरि अफिसियली काम गर्नेको पनि छुट्टी हुन्छ, त्यो भएर पनि होला पुरा भिड छ। त्यो भएर चाहिँ बल्ल यहाँ एउटा जग्गा खोजेर चाहिँ हामी बसिरहेको छौँ। अघि के मोमोहरू किनेको थिएँ त्योहरू खानुको लागि। ट्रेन आउँदै रहेछ यहाँ चाहिँ। कस्तो दामी फुल फुलिरहेको रहेछ हौ। तर अब चाहिँ हामी खानु आँटेको, हामीले चाहिँ केही ओछ्याउने नै लिनु बिर्सेछु। अन्त यत्तिकै मोमो छ यहाँ चटपटे, हामीले बाहिर मात्रै बनाइमागेको भाबीलाई है। यो छ फ्यान्टा छ, यहाँ पिसा छ।
हामी निस्केको त्यहाँनिर खाएर पनि एक दुईवटा हामीले फोटोहरू क्लिक गरेँ अन्त अब चाहिँ हामी निस्किन आँटेको यहाँ पनि लाइटहरू बालिसकेको छ अब 6 बजी चाहिँ बन्द हुन्छ सबैजना निस्किसकेको छ अब हामी पनि निस्किनु आँटेको लाइट बालेर झन् कस्तो दामी देख्दो रहेछ हौ एकपल्ट यहाँ पिङ खेलौँ भनेको हामी पिङ खेल्नु पनि पाएन पिङ खेलेर जाउँ भनेको हामी चाहिँ ट्रनै पाउनु आँटेन यहाँ नानीहरूको सकिसकेर पनि ठुलोहरूले खेल्नु थालिसकेछ है 6 बज्न आँटिसक्यो बन्द हुन आँटिसक्यो मजा आयो फोटो पनि दामी दामी आएको छ मलाई त्यस्तै एडिट गर्नु त आउँदैन तर पनि म ट्राई गर्छु यो भ्लगमा चाहिँ हाम्रो फोटो पनि एक दुईवटा हाल्ने र कुद्दै कुद्दै आएको नानीहरू खेल्न थाल्यो कहीँ पाएन जग्गा यहाँ खाली त्यो कुद्दै कुद्दै आएको क्या हामी बेलुकाको क्राउड चाहिँ यस्तो यहाँ हेर चराहरू कस्तो डरलाग्दो करायो चराहरू पनि यस्तो छ आउनुभयो भने मजा आउँछ यहाँनिर चाहिँ अब चाहिँ हामी फर्केको यहाँ पनि रात परिसक्यो सिटीहरू पनि बजाउनु थालिसक्यो त्यो भएर चाहिँ हामी फर्केको मैले चाहिँ पिङ खेल्ने चान्स पाएँ यसले चाहिँ पाएन है त्यो नानीले ट्याक्कै नै छोडिदिएन मैले चाहिँ अलिकति भए पनि खेलेर आफ्नो रहर मेटेँ त्योभन्दा अगाडि पनि कहाँ खेलेन अब निस्केको हामी चाहिँ निस्केर पनि पुच्का खानु आँटेको मेरो चाहिँ त्यो मुखमा घाउ भएकोले खाँदिनँ भनेको यसको एउटा दुइटा खान्छु भनेको मुखमा घाउ भएकोले साह्रो परिरहेको छ मलाई चाहिँ पिरोहरू पर्दाखेरि पनि कस्तो रहेछ ठिकैको परे चम्किँदै खाँदै गर्न अमिलो चाहिँ निस्केर पनि अहिले चाहिँ मार्केटपट्टि जाँदैछौँ खास गरी हामी मार्केटमा जानेवाला थिएन होइन यसले नै चप्पल किन्छु भन्यो एउटा हो त्यो भएर चाहिँ जाँदैछ हामी अन्त फेरि मलाई दादाले पनि टेक्स्ट गर्नुभएको थियो दिउँसो नै आमाको लागि एउटा ब्याग हेरिदिनु भनेर त्यो भएर फेरि अन्त दिमागमा आयो ला मलाई ब्याग मागेको छ भनेर अन्त त्यो भएर हामी मार्केट जाँदैछौँ अन्त तपाईँहरूलाई त्यहाँ पुगेर भेट्नेछु हिँड्दै यहाँ महानन्द ब्रिजमाथि आइसकेँ सूर्यसेन पार्कदेखिको हिँड्दै आएको यहाँ एयर भ्यू पुग्न आँटे हामी चाहिँ अहिले यो चाहिँ यहाँ पछि छ हामी चाहिँ सूर्यसेन पार्कदेखिको हिँडेर नै आयो है मार्केट आएको पैसा जोगाएको हामीले दुईजनाको 20 लिएको भए पनि 40 रुपियाँ जान्थ्यो त्यो भएर हामी हिँड्दै आएको अहिले जसोले मार्केटदेखिको रुम पनि हामी हिँडेरै जान्छौँ है साथै हिउँमा चाहिँ यति डर लाग्दैन अरे दुख्दैछ नि खुट्टा त अब के गर्नु हिँड्नै पर्यो नहिँड्नु हिँडिहालेँ अहिले चाहिँ हामी मार्केट आइसकेको छु अन्त भित्र पस्दैछु अहिले चाहिँ ब्यागहरू हेरिदिएको खै कस्तो खालको लगिदिनु हुनुहुन्छ अन्त साडीसँग भिड्ने भन्दै थियो कि अहिले चाहिँ हामी निस्केको अन्त मैले आमाको लागि ब्याग चाहिँ किनिदिएँ यसले चाहिँ केही किनेन अस्ति जुडियोमा पनि त्यस्तै गर्यो अहिले पनि त्यस्तै मन परेन भनेर भन्दैछ र अहिले चाहिँ हामी रुम आइसकेको छु अन्त मार्केटमा चाहिँ त्यही हो तपाईँहरूलाई अघि नै भनिसकेँ हामीले केही पनि किनिन है अन्त साथीले मन पराएर उसले घरमा बस्दा लाउने यस्तो स्लिपर र एउटा ठिकैको टी सर्ट किन्नुको लागि गएको थियो मन पराएन उसले है
अनि त्यही भएर उसले चाहिँ केही किनेन। अन्त मलाई चाहिँ दादाले ब्याग किनिदिनु भन्नुभएको थियो आमाको लागि। अन्त त्यो चाहिँ मैले किनिदिएँ है। अन्त यो ब्याग चाहिँ तपाईँहरूको यहाँनिर 1350 भन्दै थियो, 1350 भन्दै थियो। मैले चाहिँ यसलाई घटाएर 700मा लिएँ है। अन्त यहाँनिर अर्को लाउने पनि छ यहाँनिर है, भित्र छ यसको बेल्ट चाहिँ यहाँ ब्यागको भित्र हालिदिनु भएको छ है। राम्रो छ नि, साडीमा पनि हुने, कुर्तामा पनि हुने त्यस्तो भन्नुहुँदै थियो नि त। अन्त यो मलाई चिटिक्क भएको राम्रो लाग्यो, कफी कलरमा हो। अन्त यो ल्याइदिएँ मैले चाहिँ। अन्त यतिमै आजको भिडियो चाहिँ म यहीँ इन्ड गर्दछु है। होप सो तपाईँहरूले है मेरो यो भिडियोलाई पनि है त्यति नै माया देखाइदिनुहुन्छ भनेर। अन्त त्यति नै हो आजको भिडियो, यहीँ म इन्ड गर्दैछु। सो डोन्ट forget to like, share and subscribe my channel. So, Subharatri. Bye bye.